नमस्ते सबैजनालाई। यसभन्दा अगाडिको भिडियोमा मैले तपाईहरुलाई युके लन्डनको भ्रमणको बारेमा चाहिँ रोचक एउटा भिडियो तयार पारेको थिएँ भने यसपालिको भिडियोमा भने म उत्तर आन्द्र महासागरको तटीय क्षेत्रबाट मोरक्को, स्पेन, फ्रान्स, जर्मनी, पोल्यान्ड, युक्रेन हुँदै म पश्चिमी युरोपको रोमानिया, बुल्गेरिया, ग्रीस, टर्की र कालो समुद्र हुँदै भूमध्य सागरको तटीय क्षेत्रबाट भिडियो सुट गरिरहेको छु। युरोप आफैमा एकदमै विकसित महादेश पनि हो। तपाई देख्न सक्नुहुन्छ दृश्यमा बाटाहरू निकै नै चौडा, सफा, एकदमै राम्रो बाटाहरू निर्माण गरिएको छ। म चाहिँ स्पेनको बोर्डर काटेर अहिले स्पेनबाट म फ्रान्सतिर लागिरहेको छु, हिँकिरहेको छु। म फ्रान्सबाट जर्मनी, पोल्यान्ड, युक्रेन हुँदै रोमानिया, पोर्चुगल, ग्रीस र कालो समुद्र पार गर्दै टर्कीको यात्रामा छु र तपाईलाई भूमध्य सागरको एकदमै राम्रो हावापानी पनि देखाउने छु। र यो भूमध्य सागरमा फलफुल खेतीहरू प्रशस्तै हुने हुनाले विश्वमा पाइने जुस र राम्रो राम्रो रक्सीहरू पनि जर्मनी, स्पेन, फ्रान्सबाटै आउँछ। र यहाँको वातावरण, यहाँको जीवनशैली, यहाँको रहनसहन निकै नै रमणीय, निकै नै स्मरणीय छ। भिडियोलाई हेर्दै गर्नुहोला, लाइक गर्नुहोला, शेयर गर्नुहोला। म युरोपका विभिन्न क्षेत्रहरूको दृश्य तपाईहरुलाई अपडेट। पानी पर्यो रुझेके रोजेनौ, रुझेके रोजेनौ, मेरो पीडा सानो तिम्रो माया सानो दुई दिनको भयो, मेरो माया जुनी भरे